सन् 2026 को नेपाल देश एउटा यस्तो दोबाटोमा उभिएको छ जहाँबाट भविष्य कता मोडिन्छ भन्न गाह्रो छ। केही उथलपुथलको समय हो वा एउटा ठूलो छलाङ मार्नु अघिको तयारी? आजको विश्लेषणमा हामी यही कुरालाई गहिराईमा गएर बुझ्नेछौँ। वास्तवमा अहिलेको नेपाललाई दुईवटा विपरीत शक्तिले एकैचोटि तानिरहेका छन्। एकातिर हालसालै भएको युवा आन्दोलनको तरङ्ग र त्यसले ल्याएको अनिश्चितता छ, अनि अर्कोतिर विकास र समृद्धिको एउटा ठूलो सम्भावना पनि देखिरहेको छ। यो विश्लेषणले यही विरोधाभासलाई केलाउने प्रयास गर्नेछ। ल सुरु गरौँ आजको सबैभन्दा महत्त्वपूर्ण विषयबाट। सन् 2025मा जुन राजनीतिक घटनाहरू भए त्यसले देशको आर्थिक जगलाई कसरी हल्लायो र अबको बाटो कस्तो देखिन्छ? नेपालको कथामा अहिले एउटा अनौठो विरोधाभास छ। सोच्नुस् त, एकातिर देश अति कम विकसित मुलुक अर्थात् एलडीसीको सूचीबाट बाहिर निस्केर विकासशील देश बन्ने तयारीमा छ, जुन एउटा ठूलो उपलब्धि हो। तर अर्कोतिर भर्खरैको जेनजी विद्रोहले ल्याएको अस्थिरता र चुनौती पनि छ। अब यी दुई विपरीत शक्तिहरूले नै नेपालको आउने दिन कस्तो हुन्छ भनेर निर्धारण गर्नेछन्। यो अनिश्चितता कति गहिरो छ भन्ने कुरा यो चार्ट हेर्दा छर्लङ्ग हुन्छ। विश्व बैंक, एसियाली विकास बैंक र आइएमएफ जस्ता संसारका ठूला संस्थाहरूले नेपालको आर्थिक वृद्धिको फरक अनुमान गरेका छन्। कसैले 2.1% मात्रै भन्छ, कसैले 4.3%सम्म। यसले के देखाउँछ भने विज्ञहरूलाई पनि नेपालको अर्थतन्त्र अब कता जाँदैछ भन्नेमा ठूलो अलमल छ। त्यसो भए प्रश्न उठ्छ, यति धेरै अस्थिरता र अनिश्चितताको बीचमा पनि देशको अर्थतन्त्र कसरी पुरै धराशायी हुनबाट जोगियो त? के कुराले यसलाई बचाइरहेको छ? यसको पछाडि दुईवटा बलिया कारणहरू छन् जसले गाडीको शक एब्जर्बरले जस्तै काम गरिरहेका छन्। यी दुई कुराले देशलाई ठूलो आर्थिक सङ्कटमा पर्नबाट जोगाएका छन्। पहिलो र सबैभन्दा महत्त्वपूर्ण हो रेमिट्यान्स, विदेशमा काम गर्ने नेपालीहरूले पठाएको पैसा। यो रकम देशको कुल गाडास्थ्य उत्पादनको 28.2% छ। सोच्नुस् त, देशको अर्थतन्त्रको 1/4 भन्दा बढी हिस्सा यही पैसाले धानेको छ, जसले गर्दा बजारमा पैसाको अभाव हुन पाएको छैन। र यही रेमिट्यान्सको सिधा असर के भएको छ भने देशसँग 18 महिनाभन्दा बढी समयसम्म चाहिने वस्तु आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चित छ। यो भनेको के हो भने भोलि केही गरी 1 रुपियाँ पनि बाहिरबाट आएन भने पनि हामीले 18 महिनासम्म ढुक्कले सामान किन्न सक्छौँ। यो एकदमै ठूलो आर्थिक सुरक्षा कवच हो। अब यस्तो बलियो सुरक्षा कवच भएपछि नेपाल राष्ट्र बैंक जस्ता निकायलाई नीति बनाउन पनि सजिलो हुन्छ। उनीहरूले विस्तारकारी मौद्रिक नीति अपनाउन सक्छन्। सरल भाषामा भन्नुपर्दा ब्याज दर घटाएर बजारमा ऋण प्रवाह बढाएर आर्थिक गतिविधिलाई चलायमान बनाइराख्न मद्दत गर्न सक्छन्। ल, यो त भयो अर्थतन्त्रलाई जोगाउने कुरा। तर अब कुरा गरौँ अर्थतन्त्रलाई अगाडि बढाउने नयाँ इन्जिनहरूको बारेमा। केही यस्ता क्षेत्रहरू छन् जसले नेपालको भविष्य बदल्ने क्षमता राख्छन्। पहिलो इन्जिन त एउटा गजबको कहानी हो। त्यो हो जलविद्युत। कुनै बेला लोड सेडिङमा डुबेको देश आज आफूलाई चाहिने बिजुली बनाएर विदेशमा बेच्ने अवस्थामा पुगेको छ। यो साँच्चै नै एउटा अविश्वसनीय रूपान्तरण हो। यो त्रिपक्षीय सम्झौतालाई हेरौँ न। नेपालले अब भारत हुँदै बङ्गलादेशसम्म बिजुली बेचिरहेको छ। यो त सुरुवात मात्रै हो। दीर्घकालीन लक्ष्य त झन् कति ठूलो छ। यो सम्झौताले नेपाललाई दक्षिण एसियाको ऊर्जा बजारमा एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित गर्दैछ। अब दोस्रो इन्जिनको कुरा गरौँ, जुन हो डिजिटल अर्थतन्त्र अर्थात् आईटी क्षेत्र। नेपालको युवा र प्रविधिमा दखल राख्ने जनशक्ति अनि सरकारको सहयोगी नीतिका कारण आईटी र बीपीओ अर्थात् बिजनेस प्रोसेस आउटसोर्सिङ क्षेत्रमा एउटा सानोतिनो क्रान्ति नै भइरहेको छ। सरकारले ल्याएका नीतिहरू हेर्नुस् त, कति आकर्षक छन्। आईटी कम्पनी खोल्न जति विदेशी लगानी ल्याए पनि हुन्छ, कुनै न्यूनतम सीमा छैन। विदेशमा सेवा बेचेर कमाएको पैसामा 75% कर छुट, अनि घरमै बसेर काम गर्ने फ्रिल्यान्सरहरूका लागि त जम्मा 5% मात्रै कर। यस्तो सुविधा भएपछि लगानी किन नआओस् त? यी नयाँ क्षेत्रहरू त छँदैछन्, तर कहिलेकाहीँ सबैभन्दा ठूलो अवसर त हाम्रा पुरानै समस्याभित्र लुकेको हुन्छ। अब त्यस्तै दुईवटा क्षेत्र, कृषि र पर्यटनको कुरा गरौँ, जहाँ चुनौतीभित्रै अवसर छ। यो भनाइले नेपालको कृषिको सबैभन्दा ठूलो समस्यालाई एकै वाक्यमा भनिदिन्छ। हाम्रोमा उत्पादन नभएको होइन,
तर उत्पादन भएको कुरा बजारसम्म पुग्दा नपुग्दै आधा बिग्रिसक्छ। किन? किनभने हामीसँग त्यसलाई सुरक्षित राख्ने भण्डारण र ढुवानीको पूर्वाधार नै छैन र यही अभावमा एउटा ठूलो अवसर लुकेको छ। यसको एउटा सानो तर ज्वलन्त उदाहरण हेरौँ न। सिजनमा तराईमा 1 किलो गोलबेडाको 5 रुपियाँ पर्छ। त्यही गोलबेडा अफ सिजनमा काठमाडौँ आइपुग्दा 200 रुपियाँ पुग्छ। यो बीचको 195 रुपियाँ कहाँ गयो त? हो, यही ग्यापमा छ करोडौँको व्यापारको अवसर आधुनिक कोल्ड स्टोरेज र राम्रो ढुवानी प्रणालीमा। पर्यटनको कथा पनि उस्तै विरोधाभासपूर्ण छ। एकातिर खुसीको कुरा, पर्यटकहरूको सङ्ख्या कोरोना महामारी अघिकै अवस्थामा फर्किसकेको छ। तर अर्को तितो वास्तविकता के हो भने हामीले बनाएका 2वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू लगभग खाली छन् अनि सुरक्षाको प्रश्न पनि बेला बेलामा उठिरहन्छ। ल, यति सबै कुरा बुझिसकेपछि अब मुख्य प्रश्नमा आउँ। यी सबै सम्भावना र चुनौतीलाई हेर्दा 2026मा नेपालमा लगानी गर्नु कतिको सही होला? यसको निष्कर्ष के हो त? सबै कुरा गएको वर्षको घटनाक्रमसँग जोडिएको छ। 2025मा भएको युवा विद्रोह, संसद विघटन र त्यसपछि बनेको अन्तरिम सरकार। अब सबैको आँखा मार्च 2026मा हुने चुनावमा छ। देशको भविष्यको दिशा यही चुनावले निर्धारण गर्नेछ। अब यदि सबै कुरा ठिकठाक भयो भने के हुन्छ? कल्पना गरौँ, चुनावपछि एउटा स्थिर सरकार आउँछ, उसले आर्थिक सुधारका योजनाहरू लागू गर्छ र त्यसपछि लगानीकर्ताको विश्वास फर्किन्छ अनि हामीले अघि कुरा गरेका जलविद्युत, आइटी, कृषि, पर्यटन सबै क्षेत्रले ठूलो फड्को मार्नेछन्। त्यसैले निचोडमा भन्नुपर्दा 2026को नेपालमा 4वटा मुख्य क्षेत्रमा अवसरको ढोका खुलेको देखिन्छ। ऊर्जा र पूर्वाधार, डिजिटल इकोनोमी र बीपीओ सेवाहरू, कृषि, लजिस्टिक्स र कोल्ड स्टोरेज अनि पर्यटन क्षेत्रको पुनर्निर्माण र विस्तार। र अन्त्यमा प्रश्न यही हो, एउटा नयाँ पुस्ताले परिवर्तनको आवाज बुलन्द गरिरहेको बेला कि आउँदो मार्च 2026को चुनावले नेपालको वास्तविक क्षमतालाई बाहिर ल्याउन सक्ला त? यो एउटा यस्तो प्रश्न हो जसले देखाउँछ कि यहाँ जोखिम पक्कै छ, तर त्योभन्दा कैयौं गुणा ठूलो अवसर पनि लुकेको छ।